हेलो गुड मर्निङ है। यो चाहिँ लेट पोस्ट हो है 25 अप्रिलको। आज चाहिँ हामी फ्यामिली फर्स्ट टाइम गान्तोकमा हामी यसरी सँगै चारजना चाहिँ गान्तोकमा हामी एकछिन समय है बितायौँ। यहाँनिर चाहिँ नानीले ह्याप्पी बर्थडे टु यु भन्दै है डोनट खाने रे है, चक्लेट डोनट। समटाइम उसले अब के माग्छ हो, अनि ह्याप्पी टु यु पनि भन्छ। त्यसै खाने त होइन, एउटा त्यतिकै उसलाई। अनि यतिकै हामी एकछिन बस्यौँ यहाँनिर है, दुईजना नानीहरूको एक्टिभिटिजहरू यसो फोटोजहरू क्लिक गर्दै है। अनि ऊ चाहिँ चक्लेट डोनट खाएर यस्तो गर्दैछ, उसको लिप्सहरू है यिनले एकदमै इन्जोय गरिरहेछ उसका आप्पासँग हो। अन्त अब हामी चाहिँ एमजी मार्टतिर अब जानु आँटेको नि त। अब यहाँबाट चाहिँ हामी अब निस्केको हो। अनि अब यहाँ दुईजना चाहिँ बाउ छोरी है, खै फोटो क्लिक पनि गर्ने भन्छ, फेरि यो हिँडेको हिँडेको हुन्छ एकदम। अरूभन्दा पनि इङ्नुले चाहिँ पुरा इन्जोय गरिरहेछ है। साथै अब किन दुईजनाको मात्रै भनेर अब हामी पनि है, मैले सानोलाई क्यारी गरिरहेछ, आप्पाले चाहिँ ठुलोलाई हिँडाइरहेछ है। अनि यस्तै प्रकारले हामीले 25 तारिक चाहिँ हल्का रमाइलो गऱ्यौँ है, रमाइलो पनि भयो है। किनकि यसो हामी कहिले पनि हिँडेको थिएन नि त चारजना। अन्त अब यहाँनिर चाहिँ इग्नु एकदम न्यू फ्रेन्ड भेटिहाल्यो हो बजारमा। अनि त्यहाँनिर नयाँ फ्रेन्डसँग है हाई हेलो गर्दै क्वेसन गर्दैछ, तर इग्नुभन्दा सानो छ है ऊ चाहिँ। अनि हामी यहाँ चाहिँ बस्यौँ है। अब इग्नियाको बदमास त्यही हो, इग्निया यता जान्छ उता जान्छ, बस्छ उफ्रिन्छ खेल्छ हो। अनि जे होस् मजा आयो हो हामीलाई। इग्नु आहिङमासँग चाहिँ फर्स्ट टाइम हो नि त गान्तोक, त्यही भएर एउटा सानो भिडियो गरिरहेको नि त। इग्नु से बाबाई, इग्नु बाबाई गरिदिनु। इग्नुले बाबाई गर्छ यहाँनिर। अब इग्नु से बाई, बाबाई खै बाबाई, गुड ओके।